आजलाई हिजोसँग तुलना नगरी भोलिको अनुमान गर्न सकिँदैन। भनिन्छ नि इतिहास वर्तमानको कोसेढुङ्गा हो भने भविष्यको मूल बाटो पनि हो। त्यसैले हरेक वर्तमानलाई इतिहासको कसीमा नगोटे भविष्यको सहज बाटो तय हुँदैन। इतिहास हरेक कदमको आधारशिला हो। इतिहासबाट हामीले धेरै नयाँ बाटोहरू सहज तरिकाले पार गर्न सक्छौँ र जीवनमा धेरै कुराहरू पनि सिक्न सक्दछौँ। त्यसकारण आज हामीले पनि इतिहासलाई पल्ट्याउने प्रयास गरेका छौँ। विगतमा धेरै महान व्यक्तिहरूको जन्म भएको छ। तीमध्ये पनि सबभन्दा महान व्यक्ति हुन् पृथ्वीनारायण शाह। यिनलाई नेपालको राष्ट्र निर्माता पनि भनिन्छ। उनले ससाना 22 र 24 राज्यहरूलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई सुरुवात गरेका थिए। यदि पृथ्वीनारायण शाह नजन्मिएको भए आज हाम्रो राष्ट्र र राष्ट्रियता नेपाली नहुन पनि सक्थ्यो। आज हामीले यिनै महान व्यक्तिको जीवनीबाट सिक्न सक्ने 5 महत्त्वपूर्ण ज्ञानहरू लिएर आएका छौँ, जसले तपाईँको जीवनलाई बदल्न सक्छन्। आउनुहोस् भिडियोलाई सुरु गरौँ। नम्बर 1, आशीर्वादलाई जस्तोसुकै हालतमा पनि ग्रहण गर्नुपर्छ। कहिलेकाहीँ तपाईँको भविष्यको बारेमा कसैले भविष्यवाणी गरेका हुन सक्छन्। त्यति बेला तपाईँले उनीहरूले भनेको चिजहरूलाई ग्रहण गर्नुपर्छ, किनकि त्यसले तपाईँलाई कुनै पनि ठाउँमा धेरै सहयोग गर्न सक्छ। एक दिन एकजना बालक गोरखनाथको गुफा नजिक पुगेका थिए। बालकलाई देखेर गोरखनाथले उनीसँग दही खान मन छ भनेर दही मागे। ती बालक घर गएर आफ्नो आमासँग गुफामा रहेका योगीले दही मागेका छन् भनेर भने। बालकको आमालाई थाहा थियो कि ती योगी एकदमै जान्ने र बुझ्ने छन्। यसपछि उनले हत्तपत्त दही दिन् र बालकलाई भनिन्, योगीले भनेको कुरा तिमीले सबै मान्नु। ती बालक दही लिएर योगी कहाँ गए। बालकले लिएको दही गुरुले मुखमा हालेर खोकल्न सुरु गरे। यो देखेर बालकलाई नराम्रो लाग्यो। गुरुले बालकलाई हात थाप्न लगाए र उनको मुखको दही बालकको हातमा राखिदिँदै भने, तिमीले यो दही खाऊ। बालकले त्यो दही खानमा अस्वीकार गरे, किनकि गुरुले त्यो दही एकदमै नराम्रो तरिकाले मुखमा खोकलेका थिए। उक्त बालकले त्यो दहीलाई भुइँमा फाल्न खोजे। भुइँमा दही फाल्दा उनको खुट्टामा पर्यो। यो देखेर गोरखनाथले भने, तिमी ठुलो राजा बन्ने छौ। यदि तिमीले मैले दिएको दही खाएको भए तिमीले जे भन्छौ त्यही हुने थियो र तिमीले राजदरबारमा बसेर जे हुकुम गर्छौ त्यही हुने थियो। तर तिमीले दही खाएनौ, दही खुट्टामा पर्यो। तिमीले जहाँ टेक्नेछौ त्यही नै तिमीले त्यो राज्य जित्न सक्नेछौ। यसरी गुरु गोरखनाथले दिएको आशीर्वाद पाउने भाग्यमानी बालक हुन् पृथ्वीनारायण शाह। हामीले भन्न खोजेको यो होइन कि तपाईँलाई पनि पृथ्वीनारायण शाहलाई जस्तै राज्य मिल्ने आशीर्वाद मिल्दछ। तर उनको यो कथाबाट हामीले सिक्न सक्छौँ कि हामीले भनेको मानेनौँ भने हामीमा ठुलो नोक्सान पनि हुन सक्छ। नम्बर 2, सरल र सहज हुनुपर्छ र सल्लाह सबैबाट लिनुपर्छ। तपाईँसँग संसारलाई जित्न सक्ने ज्ञान छ होला। तपाईँले धेरै ज्ञान हासिल गर्नुभएको छ होला, तर पनि तपाईँले अन्य मानिसबाट केही सिक्न सक्नुहुन्छ। तपाईँले अरू मानिसबाट जति धेरै सल्लाह लिनुहुन्छ, तपाईँ जति धेरै सरल बन्नुहुन्छ वा सहज बन्नुहुन्छ, त्यति नै तपाईँ मानिसको नजरमा पर्नुहुन्छ। तपाईँले यसरी आफूमा ज्ञान हासिल गर्नुभएको छ भने तपाईँले आफूमा आइपर्ने समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ। यो कथा सुन्नुहोस्। राजा पृथ्वीनारायण शाह र एक बुढी आमैको हो। साँझ पर्न लागिरहेको थियो। गाउँको सबै घरमा लगभग ढोका बन्द भइसकेका थिए। कुनै कुनै घरमा दियालो बोलेको ढिपढिप उज्यालो मात्र देखिन्थ्यो। एकजना बटुवा सरासर अगाडि बढिरहेका थिए। त्यति धेरै उकालो उक्लिएर पनि उनी थकाइ लागेको जस्तो देखिँदैनथे। चौतारीमा पुगेपछि उनले सुस्केर हाल्दै यताउता हेरे र कम्मरमा हात राख्दै आफू आएको बाटोतिर हेरे। केही समय उनी चौतारामा बसेपछि उनले एक झुपडीमा जाने बाटो समाते र सरासर त्यतैतिर गए। त्यहाँ ढोका बन्द भइसकेको थियो। उनले बाहिरबाट घरमा को हुनुहुन्छ भन्दै बोलाए। त्यसपछि भित्रबाट एउटी बुढी आमाको आवाज आयो। उनले को हो भन्दै एक हातमा दियालो बाल्दै ढोका खोलिन्। बटुवाले भने, म एउटा बटुवा हुँ आमा। हिँड्दा हिँड्दै अँध्यारो भयो, बास पाउँछु कि भनेर हजुरलाई बोलाएको। उनको कुरा सुनेपछि बुढीले भनिन्, छोरा मान्छे छैन, म एक्लै छु। पाली पनि यसपालिको झरीमा झरी गयो। साँझको पाहुना भनेको देवता समान हुन्छन्। के भन्नु खै, कतातिर जानु लागेका हो त नि बाबु? उनले सोधिन्। बटुवाले भने, म गोर्खा जानु लागेको आमा, नेपालबाट आएको। यसपालि पहाडतिर घुम्दै जाने इच्छाले भन्दै बटुवा रोकिए। यो देखेर बुढीले भनिन्, किन रोकिएको हो त? नेपालबाट कतिखेर हिँडेको? बटुवाले भने, आजै आमा, खुब थाकेको छु, दया गर्नुहोस्। बुढी आमाले भनिन्, गोर्खा त पुण्यदान हो बाबु। तिमी गोर्खामा भर्ती हुन जानु लागेको त होइनौ? आऊ आज यही रात गुजारौँ भन्दै उनले उक्त बटुवालाई त्यहीँ राखिन्।
निकै लामो बाटो काटेछौ, कति बेला हिँड्यौ त भनेर आमाले सोधिन्। बटुवाले भने, आधा दिन भइसकेको थियो आमै। र पुनः आमाले प्रश्न गरिन्, गोर्खाले कीर्तिपुरमा युद्ध गरियो भन्ने सुनेको थिएँ, त्यहाँको अवस्था कस्तो छ त? पर्न त मारमार्ने परेको रे आमा, कालु पाण्डे चाहिँ मारिए रे भन्ने सुनेको छ। यस्तो कुरा गर्दै बुढीले के खान्छौ, चामल छैन भन्दै केही मकैको गेडा निकालेर हाँडीमा बुट्न थालिन्। यो देखेर उनले भने, दुःख गर्नु पर्दैन आमा, के को दुःख भन्छौ भनेर आमाले उत्तर दिन्। यति मकै त खाउला नि भन्दै बुढीले मकै भुट्न सुरु गरिन्। मकै पाकेपछि उनलाई खान दिन्, तर उनले राम्रोसँग मकै खान सकेका थिएनन्। यस्तै गर्दै ती बुढी आमाले आफूमा भएका सबै इच्छा तथा सल्लाहहरू बटुवासँग साटिन्। अर्को दिन बटुवा बुढी आमासँग विदा भएर त्यहाँबाट हिँडे र ती बटुवा कोही नभएर उनी थिए पृथ्वीनारायण शाह। हो, त्यसकारण हामीले पृथ्वीनारायण शाहबाट सिक्न सक्छौँ कि हामी सरल बन्नुपर्छ र सामान्य बन्नुपर्छ, ताकि हरेक मानिसले आफ्नो मनको कुरा भन्न सकोस्, आफ्नो इच्छाहरू हामीमा राख्न सकोस्। नम्बर 3, कहिले पनि आफूमा हिम्मत हार्नु हुँदैन। हालत यस्तो हुन नदिनुहोस् कि त्यसले तपाईँको हिम्मत कम गरोस्, तर हिम्मत यस्तो राख्नुहोस् कि तपाईँको हिम्मत राखेर हालतले पनि हार मानोस्। समय सधैँ सही हुँदैन, जीवनमा अनेक बाधाहरू तथा समस्याहरू आउन सक्छन्, तर तपाईँले त्यसलाई सामना गर्ने हिम्मत आफूमा राख्नुपर्छ। जति बेलासम्म तपाईँले आफूलाई कमजोर सोच्नुहुन्न त्यति बेलासम्म तपाईँलाई समस्याले पनि रोक्न सक्दैन भन्ने कुरा हामीले पृथ्वीनारायण शाहबाट सिक्न सकिन्छ। उनको एउटा चर्चित भनाइ छ, सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ। हो, उनलाई टुक्रा टुक्रामा विभाजित राज्यलाई एकै ठाउँमा गाभ्नको लागि सजिलो थिएन, र यदि उनीमा हिम्मत र साहस नभएको भए उनी सफल पनि बन्ने थिएनन्। नेपाल पहिले विभाजित थियो, नेपाल भनेर पनि थाहा थिएन, तर एक यस्तो सपुतको जन्म भयो जसको कारणले आज हामी नेपाली हो भनेर गर्व गर्न पाएका छौँ। पृथ्वीनारायण शाहभन्दा अगाडि पनि कति राजा भएका थिए, तर कसैले पनि नेपाल एकीकरण गर्नुपर्छ भन्ने मान्यता राखेनन्, तर उनले नेपाललाई एकै ढिक्कामा बाँड्नुपर्छ भन्ने सोचे र नेपाल भनेर स्थापित गराए। पृथ्वीनारायण शाह राजा हुँदा जम्मा 20 वर्षका थिए। 20 वर्षको उमेरदेखि नै उनले गोर्खाको राज्य सम्हालेका थिए। कोही पनि व्यक्तिले सोच्न सक्दैन कि 20 वर्षको उमेरमा राज्य चलाउन सक्दछ, तर पृथ्वीनारायण शाहले त्योभन्दा सानो उमेरमा नै काठमाडौँ, ललितपुर र भक्तपुरलाई आफ्नो राज्यमा गाभ्ने इच्छा राखेका थिए। एक दिन पृथ्वीनारायण शाह बाटोमा हिँडिरहेका थिए र त्यही समय उनले मनमा नै सोचे कि यी राज्यलाई पनि गोर्खामा गाभ्न पाए। त्यसपछि नजिकैका पण्डितले भनेका थिए, यो तपाईँको सपना अवश्य पनि पुरा हुनेछ, र उनले यो सपना पुरा गरेर देखाएका थिए। त्यसकारण तपाईँले पनि हिम्मत नहार्नुहोस्, जहिले पनि आफू सफल बन्छु भन्ने सपना देख्नुहोस्, एक दिन अवश्य पनि आफूलाई सफल बनाउन सक्नुहुन्छ भनेर पृथ्वीनारायण शाहको जीवनबाट हामीले सिक्न सक्दछौँ। नम्बर 4, अरूको इच्छालाई बुझेर काम गर्नुपर्छ र आवश्यक परेको खण्डमा आफ्नो इच्छालाई त्याग्नुपर्छ। तपाईँ आफ्नो लागि त जहिले पनि बाँच्नुहुन्छ, तर केही समय हामीले अरू सामु रहेर पनि बाँच्नुपर्छ भन्ने ज्ञान पृथ्वीनारायण शाहबाट सिक्न सकिन्छ। पृथ्वीनारायण शाहले एक यस्तो निर्णय गरेका थिए जसलाई देखेर त्यहाँका सबै प्रजाहरूले उनको जय जयकार गरेका थिए। एक दिनको कुरा हो, विराज बोखती एकदमै खुसी देखिन्थे, किनकि उनको धेरै समयदेखिको मनोकामना पुरा हुँदै थियो। उनले आजसम्म राजाको चाकरी गरेको फल पाउने दिन थियो। उनी खुसीले दङ्ग परेका थिए, त्यसकारण कहिलेकाहीँ उनको मुखबाट गीत पनि निस्किन्थ्यो। उनले गीत गाउन मिल्दैन थियो। उनले यी सबै कुरा बुझेका त थिए, तर उनले आफ्नो खुसीलाई मनमा थाम्न सकिरहेका थिएनन्। उनी राजाको दरबारमा जाँदै थिए। आज उनी पैदल हिँडिरहेका थिए, किनकि उनी जान्न चाहन्थे कि मानिसले उनलाई कुन नजरले हेरेका छन्। उनी हिँड्दै एक पँधेरा नजिकै पुगे। त्यहाँ केही महिलाहरू जम्मा भएर खरानीको पानीमा कपडा धुँदै थिए। यो देखेर विराज बोखतीले भने, आज त घाम पनि कपडा धुने जस्तै लागिरहेको छ। उनको कुरा सुनेपछि एकजना महिलाले भनिन्, घाम त सधैँ लाग्थ्यो, तर तपाईँले आज मात्रै देख्नु भए जस्तो छ। महिलाको कुरा सुनेपछि बोखतीले बुझे कि आजको दिन उनीहरूलाई पनि थाहा रहेछ। विराजले बाटोमा धेरैजना मानिसलाई भेट्दै अन्त्यमा राजदरबारमा पुगे। दरबारमा त्यो दिन विशेष जमघट थियो। गोर्खा दरबारका भारद्वारहरू एक एक गरी उपस्थित भएका थिए। सबैको मुखमा विराजको नाम थियो। उसले राजालाई सहयोग गरेको छ वा रिजाएको छ भन्ने सबैलाई थाहा थियो। आज राजाबाट विराज बोखतीलाई काजी पद मिल्छ भन्ने सबैले सोचेका थिए। कोही मानिसले टाढेबाट उसको प्रशंसा गरिरहेका थिए।
कसैले मनमा नै उसको भाग्यको तारिफ गरिरहेका थिए। राजाबाट हुने घोषणाको प्रतीक्षामा थिए। अन्तिम समयमा राजाको मुहार तेजिलो भयो र उनले आफ्नो ध्यान विराज बोखतीतिर लगाए। सबैको मनमा अब विराज बोखती काजी बन्नेछन् भन्ने लागेको थियो। केही समयपछि राजाबाट घोषणा भयो। उनले भने, तिमीले मलाई रिजाउन त रिजायौ, तर दुनियाँलाई जसले रिजाउँछ त्यही नै काजी बन्नुपर्छ भन्ने मान्यता शास्त्रमा छ। मैले दुनियाँलाई बुझेर हेरेँ। जनताबाट कालु पाण्डेलाई काजी पद दिनुभयो भने हामीलाई धेरै राम्रो हुन्छ भन्ने गुनासो आयो र 22 र 24बाट पनि कालु पाण्डेलाई नै काजी बनाउनु राम्रो हुन्छ भन्ने सल्लाह दिएका छन्। मेरो मनमा लागेको थियो कि म विराज बोखतीलाई नै काजी पद दिउँ, तर जनतालाई कालु पाण्डे चाहिएको छ। त्यसकारण आज मैले कालु पाण्डेलाई काजी घोषणा गर्छु। तपाईँ हामी सामान्य मानिस भएको भए हामीले आफ्नो जो नजिकको छ, आफूलाई जसले भित्री रूपमा सहयोग गरेको छ, त्यही मान्छेलाई ठुलो पोस्टमा राख्थ्यौँ। स्वार्थले मात्र उनीहरूसँग सम्बन्ध जोड्थ्यौँ होला। तर राजा पृथ्वीनारायण शाह यस्तो व्यक्ति हुन् जसले आफ्नो लागि मात्र राम्रो चाहँदैन थिए। उनी सोच्छन् कि सबैको इच्छा पुरा हुनुपर्छ, जसको कारणले गर्दा उनले सबैको सल्लाहलाई गुनासोलाई मनन गर्दै कालु पाण्डेलाई काजी बनाए। हो, हामीले उनीबाट यो सिक्नुपर्छ कि हामीले आफ्नो लागि मात्र सोच्नु हुँदैन, हामीले हामीमा आशा राखेका व्यक्तिको बारेमा पनि सोच्नुपर्छ। तब मात्र हामी एक असल व्यक्ति, एक असल लिडर र एक असल राजनेता बन्न सक्छौँ भन्ने कुरा पृथ्वीनारायण शाहको यो जीवनीबाट सिक्न सकिन्छ। नम्बर 5, परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्नुपर्छ। हामी चाहन्छौँ हामीलाई सजिलै सफलता मिलोस्, भए एकैपटकमा नभए दोस्रो पटकमा। तर हामीले असफलतालाई कसरी सफलतामा बदल्न सक्छौँ भन्ने कुरा कहिल्यै पनि सोच्दैनौँ। यदि हामीले एकपटक असफलता भोग्यौँ भने हामीले आफूले केही पनि गर्न सक्दैनौँ वा त्यसलाई कठिन छ, त्यो मेरो बसमा छैन भनेर सोचेर बस्छौँ। तर त्यो एक कायर व्यक्तिले मात्र गर्न सक्छ। यदि हामीलाई एकतर्फबाट सफलता मिलिरहेको छैन भने हामीले दोस्रो उपाय अपनाउनु पर्छ भन्ने ज्ञान श्री 5 पृथ्वीनारायण शाहबाट सिक्न सकिन्छ। विक्रम सम्वत 1814मा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पहिलो आक्रमण गरेका थिए। यसमा गोर्खाको तर्फबाट 1200 जना सैनिक थिए र कीर्तिपुरको तर्फबाट 300 जना मात्र थिए। यो युद्ध करिब 6 घण्टासम्म चलेको थियो, तर यसमा गोर्खाले नै हार्नु परेको थियो, किनकि यो युद्धमा राजा पृथ्वीनारायण शाहको दाहिने हात काजी कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए। यो गोर्खाको लागि ठुलो क्षति थियो। यस समय गोर्खाका राजा हारसहित गोर्खा फर्किए। फेरि उनले विक्रम सम्वत 1821मा दोस्रो पटक कीर्तिपुरमाथि आक्रमण गरे, तर यो आक्रमणमा पनि उनले जित हासिल गर्न सकेनन्। हामी जस्तो सामान्य मानिस भएको भए सोच्थ्यौँ जित हासिल गर्न कठिन छ, सकिँदैन, अब हामीले यसलाई बुझेर बस्नुपर्छ र नयाँ कोसिस गर्नु हुँदैन। तर राजा हामी जस्तो सामान्य मानिस थिएनन्। उनले सोचे कि कीर्तिपुरलाई हामीले लडेर जित्न सक्दैनौँ, अब हामीले यिनीहरूको कमजोरी पत्ता लगाएर अर्को तरिकाले लड्नुपर्छ। यसपछि राजाले कीर्तिपुरमाथि नाकाबन्दी लगाए। उनले कीर्तिपुरमा आउने सबै पानी र अन्न बन्द गरिदिए। कीर्तिपुरको यस्तो अवस्थापछि उनीहरूले 6 महिनासम्म केही पनि खान पाएनन् र आत्मसमर्पण गर्न बाध्य भएका थिए। त्यसपछि राजाले कीर्तिपुरमा जित हासिल गर्न सफल भएका थिए। हो, हामी एकपटक असफल भयौँ भने हार मानेर बस्छौँ, दोस्रो पटक कोसिस गर्न खोज्दैनौँ। हामीले पृथ्वीनारायण शाहबाट यो सिक्न सक्छौँ कि सफलता सजिलै मिल्दैन, त्यसको लागि हामीले पटक पटक प्रयास गर्नुपर्छ। लडाइँको लागि मात्र होइन, तर हामीले जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्नको लागि पटक पटक प्रयास गर्नुपर्छ भन्ने ज्ञान पृथ्वीनारायण शाहबाट सिक्न सक्दछौँ। जीवन यसरी जिउनुस् कि तपाईँको कारणले अरू मानिसले पनि सुखको, समृद्धिको र खुसीको अनुभूति गर्न सकुन्। यदि तपाईँले आफ्नो लागि मात्र सोच्नुहुन्छ भने तपाईँको नाम अमर रहन सक्दैन, तर यदि तपाईँ अरूको लागि बाँच्नुहुन्छ भने युग युगसम्म जीवित रहनुहुनेछ, जस्तै पृथ्वीनारायण शाह। त्यसकारण स्वार्थबाट माथि उठ्नुहोस् र अरूको लागि पनि जिउने प्रयास गर्नुहोस्। तपाईलाई त्यति बेला शान्ति मिल्नेछ र सफल जिन्दगीको अनुभूति गर्न पाउनुहुनेछ। त्यसको साथै तपाईले आफ्नो नाम सधैँलाई अमर बनाउनुहुनेछ। हुन्छ त, तपाईलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार।